सेयर बजारमा हाम्रो नजर कहिले पर्दो रहेछ कुनै कम्पनीमा भन्दा जुन कम्पनीमा सर्किट लाग्छ, नभए त हाम्रो 300-400 वटा कम्पनी छ, सबै कम्पनीको प्राइस त हामी कहाँ हेर्न बस्छौँ त। हामीले अलिकति चासो कुनमा लाग्छ भन्नुहोस् न, जुन कम्पनी आइदर सर्किट लाएर बढ्छ अथवा सर्किट लाएर घट्छ, त्यसमा अलिकति बढ्दा चासो हुन्छ। अब तपाईँलाई नि यसमा चासो सायद यही 3 दिन सर्किट लाएर बढेर चासो लाग्यो होला होइन। हाम्रो पनि धेरै मान्छेको नजरमा कुन कम्पनी पर्छ भन्दाखेरि जुन कम्पनी आइदर सर्किट लाएर बढेछ अथवा सर्किट लाएर घटेछ। अब हिजो तपाईँको नजरमा कुन कम्पनी पर्यो होला भन्दाखेरि हिजो तपाईँको नजरमा सायद रिलायन्स स्पिनिङ मिल। रिलायन्समा त घाटै छ बिचरा, यो रिलायन्स चाहिँ यो कसले बेचिरहेछ यो सर जुन बुद्ध भूमि नेपाल हाइड्रो पावर छ नि, यो बुद्ध कस्तो छ? भूमि यो हो। मैले हिजो अब अस्ति एसएमएल यसलाई खेलाए, सुपरमा हाइड्रो पावरलाई खेलाए। अब यो नजरबाट फ्रेम आउट भयो यो। अब फ्रेममा के आयो? बुद्ध भूमि आयो। अब बुद्ध भूमि पनि 2-4 दिन फ्रेममा बस्छ, त्यसपछि त्यसरी नै हराउँछ। यो चाल्ने पछार्ने भइरहन्छ क्या यो मार्केटमा।